स्वास्थ्य चौकी मौवा तुम्बेवा गाउँपालिका टीबी सम्बन्धी स्वास्थ्य शिक्षा तथा जनचेतना सन्देश। स्वास्थ्य चौकी मौवाद्वारा सम्पूर्ण समुदायमा क्षयरोग टीबी सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी गराइन्छ। क्षयरोग एक सरुवा रोग भए पनि समयमै जाँच र नियमित उपचार गरे पूर्ण रूपमा निको हुने रोग हो। 2 हप्ताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्ने, बेलुका पसिना आउने, ज्वरो आउने तथा कमजोरी महसुस हुने लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई तुरुन्त जाँच गराउनुहोस्। टीबी रोग हावा मार्फत सर्ने भएकाले खोकी लाग्दा मुख छोप्ने, घरको कोठा खुल्ला र घाम लाग्ने बनाउने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने बानी अपनाऊ। स्वास्थ्य चौकी मौवामा टीबी सम्बन्धी निशुल्क जाँच, परामर्श तथा औषधि सेवा उपलब्ध रहेको छ। समुदायमा रहेका सबै नागरिकलाई टीबी सम्बन्धी भ्रम र डर हटाई समयमै उपचारमा आउन अनुरोध गरिन्छ। टीबी लुकाउने होइन, जाँच गराउने र नियमित औषधि खाने बानी बसालौं। समयमै उपचार गरौं, टीबी मुक्त समाज निर्माण गरौं।